बडी हेर्न बडी मोडल भन्दा कम छैन यार किनकि मलाई चाहिँ स्विमिङ आउँदैन अनि one more time guys कोही छ मलाई स्विमिङ सिकाउने Hey guys welcome back to my channel it's me Sunita मेरो चाहिँ आज अफ डे थियो र ज्योतिको पनि अफ सँगै परेको छ सो वी आर प्लानिङ टु गो समवेयर र कहाँ जाँदैछु त्यो चाहिँ हजुरहरूलाई म एकछिनमा भन्नेछु र अब चाहिँ म यताबाट निस्किनु पर्नेछ गाइस सो ज्योतिलाई पिकअप गर्नेछु सो सी यु अल देयर हामी चाहिँ कहाँ आइपुग्यो हामी चाहिँ बिचमा आइपुग्यो होइन हाम्रो ज्योतिमय पुरा हिरोइन भएर आएको छ होइन ओ माई गड बडी हेर्न बडी मोडल भन्दा कम छैन यार कसैको के अरे म्युजिक भिडियो कहाँ मोडलिङ चाहिएको के अरे मोडल चाहिएको छ भने चाहिँ छ ल यहाँ मान्छे अलरेडी मोडल एभाइलेबल छ होइन अनि ज्यान देखाइदिनु ज्यान आई थिङ्क धेरै मान्छे छैन रहेछ विकेन्ड नभएर होला है विकेन्डमा चाहिँ धेरै बिजी हुन्छ होइन थ्याङ्क गड यार वेदर राम्रो रहेछ म त ला यस्तो गर्मी हुन्छ होला भनेर सोचिरहेको थिएँ तर मलाई चाहिँ स्विमिङ आउँदैन अब हाम्रो ज्योतिमायालाई चाहिँ स्विमिङ आउँछ होइन डल्फिन नै हो म त डल्फिन जस्तै स्विमिङ गरिदिन्छ अरे हेर्मै गर्छै गर्दैन त्यही हेर म चाहिँ यसो के अरे बिचको घाम ताप्न आएको अरे के अझ होइन सो यस्तो छ यताको बिच चाहिँ होइन मान्छे धेरै छैन सनसेट हुँदा चाहिँ राम्रो देखिन्छ त्यो चाहिँ यहाँ एकजना दिदी मस्त गफ हाल्दैछ होइन यहाँ चाहिँ मेन्युहरू रहेछ के रहेछ अहिले त त्यस्तो खाने केही मन छैन पछि खान मन लाग्यो चाहिँ त्यहाँ चाहिँ पुरा मान्छे हुन्छ नि डेट्सकी के भन्छ अरे डेट्सकी राइड गर्दै रहेछ मस्त मान्छेहरूले सनबाथ लिँदैछ होइन हामीले चाहिँ यहाँनिर आफ्नो सामानहरू राखेँ होइन यस्तो छ यता मान्छे किन्दै रहेछ यार मलाई चाहिँ के भन्छ अब स्विमिङ खेल्न आउँदैन त्यही भएर यस्तो पानीमा हल्का भिज्न लाग्छ होइन पानी चाहिँ ठिकै रहेछ त्यस्तो तातो पनि छैन रहेछ चिसो पनि छैन रहेछ जस ठिकै रहेछ पानी चाहिँ मान्छेहरू त पुरा उता उता गएको छ है म त सक्दिनँ मलाई स्विमिङ आउँदैन कोही छ मलाई स्विमिङ सिकाइदिने कोही छ भने यसो सम्पर्कमा आइदिनु होला अरे अर्को ज्योति उता बसिरहेको छ टायर्ड भइदिन्छ आउनु पार्दैन त्यो पुरा ज्योतिको फोटो सेसन चल्दैछ होइन हिरोइन मोडललाई नै टप दिन्छ यार सनसेट मलाई अझै बाइक 6 घन्टा गाइज लङ टाइमसम्म चाहिँ बस्न सक्दैन जस्तो यार पसिना भइसक्यो पुरै पसिनै देख्यो होला नि त्यो उता नजिक हिँडिरहँदाखेरि चाहिँ त्यो पसिना खलखल आउने रहेछ क्या मेरो त पुरै बडी नै पसिना भइसक्यो छि अब के भन्छ स्विमिङ त खेल्न आउँदैन त्यही पनि अब अहिले यस्तो गरी भएर पानीमा डुब्नु सक्ला कि ला फेरि म डुब्यो अरे के गर्ने
हाई गर्मी भइसक्यो। अब चाहिँ सनसेट हुन लाग्यो होला है। सनसेट ल हामी चाहिँ अब सनसेटमा भिडियो सुट फोटो सुट गर्नका ट्राई गर्नुपर्छ सुट गर्नको लागि। ल मजाको सनसेट हुन लागेको छ, त्यही भएर हल्का फोटो सुट गर्ने रे यहाँ होइन ज्योतिले। अनि अन्जना चाहिँ कोसँग मनाउनु लाग्यो त दसैँ? अन्जना हरेक भगवान अन्जनाको नाम निस्किहाल्छ है, थाहा छैन अब। अन्जनाको छुट्टी ए ज्योति पुरा हिरोइन। ओ माई गड, आज यसले यसको यो फोटो सुट गर्नलाई मलाई यहाँसम्म लिएर आइ, थाहा छ? यसको कारणले म आज आउनु पर्यो। बाइ द वे मलाई स्विमिङ आउँदैन। के रे जयन्तीले मलाई पठाइदिएको मेरो ज्यान चाहिँ यस्तो राम्रो छ अरे। हिरोइन मान्छेलाई जे लाउनु भयो अरे यार भनेर उसले पठाइदिएको नि, यही लाउनलाई भयो नि हामी बिचमा आएको। हो, यसको फोटो सेसन गर्नु पर्यो रे, फोटो सुट गर्नु पर्यो, भिडियो खिच्नु पर्यो रे, त्यही भएर यसले मलाई आज यहाँसम्म ल्यायो होइन। सो केही छैन, यति त गर्न सक्छु होला नि साथीको लागि होइन त। सनसेट हुन लाग्यो रहेछ हेर्नु है। जाने हाम्रो ल त्यहीँ जाउँला नि। अनि होइन रिफ्लेक्सन तल कस्तो राम्रो देखेको। त्यही स्विमिङ गर्दिनु गर्दै जा 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 स्विमिङ गर्दै त। ल होइन नजाऊ, तेरो लुगा बिग्रिन्छ। सुनिता चाहिँ भिडियो गर्दैछ, मलाई त मोबाइल खै समर। सात समुद्र पारी तिमी, सात समुद्र पारी सनसेट भइसक्यो। अब हुन्छ नि बेलुका हुन लागिसक्यो, अलरेडी 6:15 कि 20 भयो ल। सो अब हेर हामी पानीमा पुरै चुप्लुम्ब त डुबेन, किनकि मलाई चाहिँ स्विमिङ आउँदैन। अनि आज आउनुको रिजन चाहिँ त्यही हो कि ज्योतिलाई आज हल्का फोटोसुट गर्नु मन थियो अरे बिचमा होइन। उसको पनि छुट्टी, मेरो पनि छुट्टी, अनि जाउँ न त भनेर। सो अब चाहिँ हामी एकछिनमा अब घर फर्किने हो। सक्यो। अघि आउँदा कस्तो गर्नु भएको थियो, अहिले चाहिँ हल्का ठिकै छ। ज्योतिको त्यहाँनिर स्ट्रगल चढ्दैछ है, पुरा स्ट्यान्ड राखी हेर्नु न त्यहाँ। ल ल पुरा स्ट्यान्ड राखी होइन, उसको स्ट्रगल चल्दैछ है, देख्दैछ नि यस्तो हाँसेछ। ओ माई गड। यस अहिले चाहिँ वेदर राम्रो भएर होइन, अहिले चाहिँ रमाइलो। अघि नै हामी आउँदा त एकदम गर्मी भएको थियो क्या, सुरुमा आउँदा त ठिकै भएको थियो, तर हिँडिराख्दा चाहिँ एकदम पसिना भएको थियो। अनि अहिले चाहिँ वेदर राम्रो भइसक्यो। अहिले चाहिँ यस्तो यहीँनिर बसिरहनु सुखी भयो, तर यता चाहिँ आई थिङ्क 7 बजेसम्म हो, 7 बजेभन्दा उता चाहिँ अलाउड गर्दैन यो बिचमा होइन। सो अब निस्किने एकछिनमा। जाने बेला चाहिँ वेदर राम्रो भएर जानै मन लागेन कि यहाँ पानीमा भिज्दैछु क्या, यस्तो छ। यति नै हो मैले गर्न सक्ने। One more time guys, कोही छ मलाई स्विमिङ सिकाउने? Oh my god. स्टिल ज्योति त्यही उभिरहेको छ क्या छोरी। ज्योति नेक्स्ट टाइमदेखि चाहिँ एउटा बडीगार्ड ल्याउनु पर्यो यार, भएन यार अति यार। केटी मान्छे के देख्नै नहुने हो क्या केटा के देख्नै नहुने हो क्या यार, जिस्काइहाल्छ यार। नेक्स्ट टाइम चाहिँ विशाला लिएर यार जिस्काउँछ, नेपालीमा गाली गर्छ तिनीहरूले बुझ्दैन। नेक्स्ट टाइम चाहिँ विशाललाई बडीगार्ड ल्याउनु तारी बजाउँछ अरे उल्टो हो नि। साईको यार मान्छेहरू के हाई 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 भन्दै बोल्न आउँछ यार, कहिले केटी नदेखा जस्तो यार, के हो यस्तो केटी देखा त राम्रो नदेखा। आफ्नो तारिफ
अब हामी चाहिँ अलखान बीचबाट गयो, घाम लाग्दै आएको। अब म गएर लोकल कुखुराको मासु बनाउँछु दामीसँग, अचार बनाउँछु, भात बनाउँछु अनि खानुपर्छ। सक्यो अलखान बीच। अब नेक्स्ट टाइम अब त समरमा गइरहनुपर्छ अरू बीच पनि। दामी देख्ने यार राति पनि बीच त। गाइस हामी चाहिँ बीचबाट आइसक्यो होइन। अनि यता ज्योतिले चाहिँ आज लोकलको मासु बनाउँदैछ, लोकल कुखुराको मजाले फ्राई गर है, पानी निस्किरहेछ। म्याडम जी हाम्रो कुक हो, कुक। चेस। ओ माई गॉड, यस्तो हो त बियर भन्ने खाँदा पनि। यो बियर हैन हौ, पानी हो, पानी। पानी स्टिल पाक्दैछ यार। यो अचार बन्दैछ गुन्द्रुकको बेला। मिठो मिठो खाना बनाउनु लाग्छ आज ज्योतिले होइन। खाएर मात्र जाने हो घरमा, पुरै मस्त पेट टन्न हुने गरी खाएर मात्र जाने हो। खानेकुरा खाना बनाएको छैन, दाल थकाली स्टाइलमा भात होइन, गुन्द्रुकको अचार, यो लोकलको मासु। ज्योतिले यहाँ पुरा ट्याक्सीलाई बोलाउँछ। ओए रे तैँले भनेर त्यहाँसम्म सुन्छ होला सोल्टी भनेर। सोल्टी रे छोरीले हँसाउँछ। ए ट्याक्सीको इन्तजारमा छ गाइस। खै त आउँदैन यार, कहाँ गयो यार, हरायो क्या मान्छेहरू। के भयो यार, आज त ट्याक्सी आएन त, ट्याक्सी आएन गाइस। म घर नजानु, म घर नजानु, घर नजानु, म टेस्ला लिने रे। खै हेरौँ त अनुहार, टेस्ला लिने मान्छेको अनुहार। ट्याक्सी आयो, जान्छु यार, बल्ल 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 पाएको ट्याक्सी। ल ल बाई बाई। म चाहिँ लिफ्टमा आइपुग्नु गाइस, अब रुम पुग्दा आएँ। सो फाइनली म चाहिँ मेरो फ्ल्याटमा आइपुगेँ गाइस होइन। आजको दिन चाहिँ एकदम टायर्ड, थकित होइन। आजको दिन चाहिँ एकदम राम्रो दिनै बित्यो। सो सी यू ऑल इन नेक्स्ट व्लग्स। अनि लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनु। बाई बाई।